Hello everyone. Hello. Welcome to Kosal Unfiltered. Unfiltered. यो चाहिँ अनफिल्टर्ड हो ल अनफिल्टर्ड यो चाहिँ हाम्रो च्यानल हो मेरो च्यानल हो फिल्म रिभ्यू गर्ने यहाँ चाहिँ आज हामी सुदीप सरलाई फिचर गरेछौँ धेरै मान्छेले सुदीपसँग भिडियो चाहियो भन्ने थियो माग त्यसले गर्दा मैले सुदीप सरलाई चाहिँ आज फिचर गरेको भिडियोमा आज चाहिँ हामी फिल्म चाहिँ रिभ्यू गर्दैछौँ फाइट क्लब हो यो फर्स्ट टु लास्ट Toot is you don't talk about toot. Welcome to Fight Club. First rule of Fight Club is wow, nice. You do not talk about Fight Club. तर हामी रिभ्यू गर्ने भएपछि भन्न पर्यो ल हाम्रो फिल्म कसरी सुरु हुन्छ है त भन्न त ल फिल्म चाहिँ हामीसँग एउटा क्यारेक्टर छ जुन चाहिँ अब रेगुलर लाइफ हाम्रो यो 21औं शताब्दीको युवा जस्तो अफिस जाने आउने त्यो हिरोको नाम के थियो कुनै नाम बिर्सेँ मैले अब 21औं शताब्दीको युवा जुन चाहिँ फ्रस्ट्रेटेड हुन्छ जीवनमा एक्जस्टेड छ हैन त्यसको कामले डेली लाइफको स्ट्रेसले हैन त्यसलाई चाहिँ इन्सोमिया नि छ सुत्न सक्दैन रातभरि जस्ट लाइक सुदीप सर मागे अनि फेरि त्यसपछि त्यो चाहिँ जे जिन्दगीमा चयन हुन्छ नि शान्ति आइसोलेटेड हुन चाहन्छ भन्ने हो आइसोलेटेड हुन चाहन्छ त्यसलाई के गुदो चाहिएको के बाँच्नलाई गुदो छैन त्यस्तो भित्र लक्ष्य बिना हिँडेर अहिले लाग्छ तर त्यसलाई त्यति भएको लक्ष्य नै अरूले धोपिदिएका लक्ष्य जस्तो लाग्छ क्या होइन र के हुन्छ भन्दाखेरि सुरुकै सिनमा त्यसले एकजना मान्छे भेट्छ तिमीले के काम गर्छौ मैले साबुन बेच्ने काम गर्छु त्यसरी सुरु हुन्छ र त्यो मान्छेसित पहिला नि भेट भएको हुन्छ के जस्तो कुरा गर्छन् र दुई साथी बन्छन् के पछि गएर हैन साथी बन्छन् अनि साथीहरु बन्छन् सो साबुन बेच्ने मान्छे टाइलर है त्यसको नाम मलाई थाहा त्यसको नाम चाहिँ टाइलर हो This is how I met Tyler Durden. Come on, hit me before I lose my nerve. र टाइलरसित उसको आफ्ना दुःख पोख्ने कुरा हुन्छन् हैन तिनीहरूले चाहिँ एउटा तरिका नि निकाल्छन् कि आफू भित्र रहेको फ्रस्ट्रेसन निकाल्ने चाहिँ यिनीहरू चाहिँ यतिकै र्यान्डमली लड्दिन्छन् र्यान्डमली लड्ने अनि के आफैलाई पीडा दिने आफैलाई पेन दिने पेन मेक्स पिपल परफेक्ट हैन त्यही तिनीहरूको थ्योरी हुन्छ त्यो थ्योरी हुन्छ तिनीहरूको र केटाहरूले गर्छन् के भन्दाखेरि आफू लड्ने हैन जुन गर्न नहुने काम छ एज अ सोसाइटल के भन्छ त्यसलाई सोसाइटीको रुल अनुसार जुन गर्न नहुने काम हुन्छ त्यो काममा अलिक बढी अग्रसर देखाउँदिन जुन सोसाइटीले नगरम भनेको हुन्छ त्यसमा तिनीहरू झन् लगावका साथ गर्छन् के र तिनीहरूले एउटा के खोल्छन् क्लब खोल्छन् जुन क्लबको नाम हो टुटुटुटमा त्यसलाई चाहिँ हामीले नेपालीमा परिणत गरेर झगडा गर्ने ठाउँ भनौँ ल झगडा गर्ने ठाउँ झगडा युवा ल झगडा युवा सङ्घमा अध्यक्ष चाहिँ टाइलरै भनौँ टाइलर अध्यक्ष भन्छ र त्यहाँ के यस्तो हुन्छ कि हामीले सुरुमा त भन्यौँ एउटा मात्र मान्छेको बारेमा कुरा गऱ्यौँ होइन जुनले क्यारेक्टरको नाम के जाने थिएन त्यसको नाम टिटिट राखिदिउँ है ल टिटिट मात्र राम चाहिँ नि फ्रस्ट्रेटेड छ भन्ने हुन्छ के अरे तर जुन तिनीहरूले झगडा युवा सङ्घ खोल्छन् र त्यहाँ कार्यक्रमहरू सुरु गर्छन् सङ्घको त्यो थाहा हुन्छ कि नट ओन्ली राम कि त्यहाँ सर्लक्क धेरै मान्छेहरू त्यो फ्रस्ट्रेटेड छन् आफ्नो कामहरूबाट छैनन् सुखी छैनन् तिनीलाई सेटिस्फाई छैन गुदो छैन कि तिनीहरूको जीवनमा मिनिङ छैन जीवनको लक्ष्य छैन कि म किन बाँचिरहु भन्ने कुरो चाहिँ थाहा छैन कि तिनीहरूलाई त्यहाँ के गर्छ भन्दा टाइलरले झगडा युवा सङ्घमा चाहिँ नि तिनीहरूलाई अब मिनिङ दिए जस्तो हुन्छ के अब त्यहाँ झगडा युवा सङ्घमा भएको जे कार्यक्रमहरू गरेपछि तिनीहरूलाई के हुन्छ भन्दाखेरि बाल दिन छोड्छन् अनि पेनलाई इम्प्रेस गर्छन् यस्तो टाइपको के दुःख यस्तो टाइपको हुन्छ होइन बालै छैन क्या त गाला आफैले हानेपछि अब बेलुले हाने पनि मैले ठोकिदिन्छु टाइपको हुन्छ तिनीहरूलाई तर फेरि त्योमा फेरि तिनीहरू एकदम प्रोफेसनल लडौँ जाने लड्ने त्यसपछि केही चाहिँ हुन्न केही पनि हारेसी भइयो दुख्न चाहिँ एकदमै दुःख यिनले दुःख यस्तो भयो तर तिनीहरूको लागि यो पेन रिलिज भयो र यस्तै चक्करमा हाम्रो रामको जागिर जान्छ किनकि उसले अफिसमा बाल दिन्न अफिसभित्र रेगुलेसनहरू तोड्छ सुट्टा तानिदिन्छ ती कार्यक्रमहरू गर्छ अनि
अनि चाहिँ त्यहाँ चाहिँ अफिसबाट निस्किएपछि तिनीहरू चाहिँ खास एउटा खण्ड जस्तो ठाउँमा बस्छन्, आफू जस्तै मान्छे खोजेका हुन्छन्। यसको चाहिँ मेन जुन छ नि ट्विस्ट त्यो चाहिँ रिलिज नगरौँ है। त्यो चाहिँ अब सुट्टा तान्ने, त्यहाँदेखि हिँड्ने, लड्ने, अनिखेरि तिनीहरूको एउटाको फेरि त्यो टाइलरको चाहिँ गर्लफ्रेन्ड नि हुन्छ। हामीले चाहिँ एउटा मेन पोइन्ट बिर्स्यौँ कि सुरुमै जब फिल्म स्टार्ट हुन्छ नि त्यतिखेर चाहिँ त्यो राम भन्ने जुन क्यारेक्टर छ त्यो चाहिँ सुरुमा चाहिँ मान्छे मरेका जुन मर्ने मान्छे हुन्छ नि अपकमिङ डेथ पिपुल तिनीहरूसँग गएर पेन रिलिज गर्न मनमा लागेको भन्ने रुनी गर्छ। त्यो नि एकदमै हुन्छ नि हामीहरू चाहिँ आफ्नो भित्रको कुराहरू रिलिज गर्न चाहिँ कोही खोजिरहौँ, हामी कति एक्लो छौँ भन्ने कुरा पनि देखाउँछ कि त्यहाँ मानिसहरू चाहिँ आफूभित्रको कुरो सेयर गर्न पनि डराउँछन्, आफूभित्रको कुरो। त्यही भएर यसले चाहिँ अब यो मान्छे चाहिँ मर्दैछ यसलाई चाहिँ सेयर गर्छु भन्न सक्छ कि। अनि हाम्रो 5 मिनट भइसकेको छ। हाम्रो फिल्मको मेन हामीले कथा पुरै भन्ने कुरा त हुँदैन, फिल्म राम्रो लाग्छ मलाई। तर मेन मोटिभ के थियो, हामीलाई भन्न खोजेको के काम थियो भन्दाखेरि जुन फिल्मले भनेको है, जुन रामुले त्यो टुटुटमा गएपछि युवा सङ्घमा गएपछि जुन आफू एक्सप्रेस हुन्छ होइन, जुन आफू भन्छ के रामु भन्छ के राम भन्छ नि त्यहाँ, त्यो हुनपर्छ। र जुन त्योभन्दा अगाडिको अफिसमा जाने काम गर्ने तर इन्सोम्निया हुने, फ्रस्ट्रेटेड हुने, जो आफ्नो लागि गरेको छ नि त्यो सोसाइटीको लागि मात्र गरेको छ, अरूलाई देखाउनलाई मात्र गरेको छैन। यो चाहिँ हाम्रो यो समाजको सत्यता के धेरै मान्छेहरू चाहिँ आफूभन्दा अरू भन्छन् कि एउटा मास्कको पछाडि लुकिरह के आफ्नो रियालिटी लुकिरह। एउटा ऊ पनि त छ के अरे, हामीले आफूलाई मन नपर्ने कपडा किन्छौँ आफूलाई मन नपर्ने मान्छेलाई देखाउनका लागि होइन। त्यो कार्यक्रम कन्ज्युमरिजमलाई हटाउन पर्छ, त्यो गलत हो। टाइपको आफ्नोपनदेखि डराउने होइन, आफ्नोपनदेखि डराउने होइन, आफूलाई इम्प्रेस गर्ने हो, पेनलाई इम्प्रेस गर्ने हो। हुन त त्यहाँ टाइलरले जुन रामुलाई जुन वे दिएको थियो पेनलाई इम्प्रेस गर्ने त्यो गलत हुन सक्छन्। त हामी जज गर्न बसेको होइन, रिभ्यू गर्न बसेको। रिभ्यू इज जजिङ फेरि होइन। तर भन्न खोजेको त्यो चाहिँ त्यो होइन। र फिल्मको लास्टमा चाहिँ जब त्यो हिरोले हिरोइनलाई भन्छ कि यो तिमी चाहिँ मलाई मेरो जीवनको एकदमै के भन्छ अरे उथल पुथल भएको टाइम पिरियडमा भेट भएको भन्छ। त्यसपछि बम पड्किन्छ। अनि यो मुभीको चाहिँ मलाई जुन हुन्छ नि फाइट सिनहरू त्यो चाहिँ रियलिस्टिक, ओ माई गड सही थियो है। सही जुन हुन्छ नि आजकल आएको नि, यो त 1999 तिर बनेको फिल्म हो नि त। अचल जुन चलेको नि ब्रुटल देखाउने रियलिस्टिक, त्यो फिल्मले त्यति वर्ष पहिले नै गरिसकेको थियो र अहिलेको भन्दा रियलिस्टिक फिल्म हुन्छ कि। अचलको रियलिस्टिक हुन्छ नि त्यो चाहिँ धेरै देखाउँछ। यत्तिकै टाउको फोड देखा, काम छैन, यत्तिकै घाँटी काट देखा, भुँडी काट देखा होइन, ब्याडास रवि कुमार, त्यो क्रिन्ज लाग्छ। तर मलाई चाहिँ यो फिल्म चाहिँ एक्चुअल फाइट त एउटा भइरहेको त, यसमा एक्टिङ जस्तो देखिन्न त्यो फाइट गर्दाखेरि। यो मान्छेले रियलमै हान्यो र रगत आइरहेको जस्तो। जब लास्टमा एउटा गोली चल्ने सिन नि हुन्छ नि त्यो नि ब्रुटल छ के एक्चुअल भन्नु पर्दा। तर यस्तो पनि यो फिल्म हामीलाई राम्रो किन लाग्यो भन्दाखेरि कस्तो नाक कति छोएर होइन यो राम्रो किन लागिरह्यो भन्दाखेरि हामीले सम वेमा के रिलेट गर्ने हामीले नि आफ्नो अझै एक्चुअल फेस यो सोसाइटीको अगाडि राखेका छैनन् कि त्यस्तो लाग्यो मलाई। त्यही भएर रिलेट गरिएको छ के र सबैले रिलेट गर्न सक्छन्, सबैले गर्छन् जस्तो लाग्छ। र राष्ट्रको ट्विस्ट नबन्ने भन्यो तिमीले, तर त्यो ट्विस्ट चाहिँ खासै छ नि होइन भनिदिउँ न। अब चाहिँ हजुरहरूले फिल्म हेर्न भने हेर्नुहोस्, हामी चाहिँ अब स्पोइलरको कुरा हुन्छ। यहाँलाई छोड्न सक्नुहुन्छ है, फिल्म हेरेपछि आउन सक्नुहुन्छ। यहाँ हाम्रो राम र हाम्रो टाइलर जुन चाहिँ आफूहरू चाहिँ आफ्नै तर आफू जस्तो बन्न चाहन्छ त्यही रूप हो कि टाइलर हो। रामुले चाहेको आफ्नो आइडियल रूप चाहिँ नि टाइलर हो र रामु र टाइलर एउटै मान्छे हुन्, त्यहाँ फरक क्यारेक्टर होइनन्। तर फेरि पछि गएर के हुन्छ भन्दाखेरि त्यो रामुलाई अझ टाइलर मन पर्दैन के, आफ्नै रियालिटीदेखि भाग्छ कि त्यो भाग्छ। जुन टुटुट क्लबमा गएपछिको रियालिटी पछि भाग्न खोज्छ होइन।
पुरानो फिल्म तिमीले नहेरे भए र हजुरलाई पनि मैले रेकमेन्ड गर्न चाहेँ। मैले हेरेर रिभ्यू हालिदिइरहेको छु सुदीप भण्डारी च्यानलमा। त्यो हेर्नु नहेर्नु हजुरलाई नाम के हो? सरस्वती भण्डारी भनिन्छ, मेरो थोपो देखिन्छ सर्ट आउँछ। नायिके फिल्मको हो, उसले भन्छु त बिल्डअप गर्दैछु। फिल्मको नाम हो डेड पोएट सोसाइटी। तिमीलाई नि भनिरहेको थिएँ क्या, तिमीले सायद हेरे हैनौ। मैले हेरे हैन, तर सँग रिलेट गर्ने छ होइन। हजुर स्कुलमा कलेजमा हुनुहुन्छ भने अख्खा रिलेट गर्नुहुन्छ ल र राम्रो छ, डायलगहरू पनि फेमस छन्। र यो कुरा नहोस् कि आफूले नरुचाउने कपडा नरुचाउने मान्छेलाई देखाउनको लागि नकिनियोस्। बेरुलाई पनि त्यही, मलाई पनि त्यही, हजुरलाई पनि त्यही। ल मेरो हेयर स्टाइल कस्तो छ कमेन्ट गर्नु होला लास्टसम्म हेर्नु। टाइप गराएको ल भाइ।